दुःखमा बुझिन्छ मान्छेहरू आज आत्महत्या गर्न सुकुन मिल्छ रे त्यसैले मेरो दुःख सुन्दा लुन्छ मान्छेहरू मान्छेले भन्छ तँलाई कसरी जिउँछ तिमी मसँग त्यस्तो भएको भए जुन्डे मटे त तर म मन नरहेको होइन लो दुनियाँमा केही न केही त गर्नु छ अगाडि बढ्नु छ बाँचिन्छ के मरिन्छ लो त मलाई थाहा छैन त्यतिकै मरेर जाँदिन मेरो दुःख वर्णन गरेर त जानु छ जान मन छैन म गर्दिनँ ठुलो बात म रूपमा फसिरहेको छु जहाँबाट आएको त्यहीबाट सुरुवात माई ब्याड मेमोरी सबै कुरा खोल्छु मेरो क्यास फ्यामिली जति उठ्न सके उठ्छु माई ब्याड मेमोरी सबै कुरा खोल्छु मेरो क्यास फ्यामिली जति उठ्न सके उठ्छु क्यास फ्यामिली सानो स्टोरी भन्छु म आफ्नो सानो परिवार साना छ मस्तो गरिब परिवारको कान्छो छोरो आमा र बाउ भएको छ बुढो आमाले भन्नुहुन्छ मेरो हात बुढो भयो बाबाले भन्नुहुन्छ मेरो जिम्मेवारी कसले बोक्छ सोच्नुहुन्छ छोरा के हुन्छ होला मरेको छैन तपाईँको छोरा अझ जिउँदैछ पहिला मैले त्यस्तो भन्न पाएन मेरो जिन्दगानी ठुलै छ मैले भन्न पाएन तपाईँहरू आराम गर्नुहोस् म तपाईँहरूको सपना पुरा गर्छु पुरानो गल्तीहरू दोहोऱ्याउँदिन म रक्सीको टाइममा बौदिन ढोका ठुनेर ज्यापजुप मेरो मन लाग्थ्यो रक्सी नखाएर हर्क डग एग्जिसनमा छिर्न थालेँ घरको पैसा चोरेर हिँड्न थालेँ साथीभाइसँग मोस गर्न थालेँ ब्याड मेमोरी सबै कुरा खोल्छु मेरो क्यास फ्यामिली जति उठ्न सके उठ्छु ब्याड मेमोरी सबै कुरा खोल्छु मेरो क्यास फ्यामिली जति उठ्न सके उठ्छु जति उठ्न सके प्लिज